साथीहरू, उज्यालो नेपाल पार्टीको अन्य दलहरूसँग जुन एकता गर्ने प्रयास थियो त्यो प्रयास असफल भइसकेपछि अन्ततः समानुपातिक तर्फको उम्मेदवारी सूची तय गर्ने कार्यमा आज लागि परेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा, काठमाडौँका मेयर बालेन शाह पक्ष र प्रगतिशील लोकतान्त्रिक पार्टी लगायतसँग चाहिँ एकताको लागि भन्दै उज्यालो नेपाल पार्टीले संवाद पनि गरेको थियो। काठमाडौँका मेयर बालेन शाह पक्षसँग चाहिँ एकता गर्नको लागि चाहिँ उज्यालो नेपाल पार्टीले पहिलो प्राथमिकतामा राखेको थियो। तर बालेन शाह राष्ट्रिय स्वतन्त्र पार्टीसँग मिलेपछि पनि त्रिपक्षीय संवाद भए पनि उज्यालो नेपाल पार्टीले गर्न छोडेको थिएन। पदीय बाँडफाँडमा सहमति नै नजुटिसकेपछि अन्ततः उज्यालो नेपाल पार्टीले समानुपातिकको सूचीको लागि भन्दै अन्तिम दिन आज चाहिँ टुङ्गो लगाउने प्रयासमा लागेको उज्यालो नेपालका प्रवक्ता डाक्टर राजु थापाले जानकारी दिएका छन्।